नमस्कार। आज हामी अलिकति फरक विषयमा कुरा गर्दैछौँ। हजुर। नेपालको त्यो पुरानो समय जब मानिसहरू पहाडबाट तराईतिर बसाई सर्थे अनि त्यो पनि कस्तो बेला भने बाटोघाटो केही नभएको बेला। हो, एकदमै। हामीले चाहिँ 83 वर्षीय धनबहादुर लिम्बुको अनुभव सुनेका छौँ हैन? हो, उहाँकै अन्तर्वार्तामा आधारित रहेर यो कुराकानी गरौँ न त। उहाँको त्यो यात्रा, त्यो सङ्घर्ष अहिले सुन्दा पनि अचम्म लाग्छ। निश्चय पनि। यो त खालि उहाँको मात्र कथा होइन, त्यो पुरै पुस्ताकै भोगाइ हो जस्तो लाग्छ मलाई। पूर्वाधार बन्नुभन्दा अगाडि जीवन कस्तो थियो भनेर कल्पना गर्न पनि गाह्रो छ नि। बाटो छैन, आफै बनाउँदै हिँड्नु पर्यो रे। हो नि, कहिले घाँसे डाँडा, कहिले काँडा घारी छिचोल्दै। अनि खोल्साहरू तर्नलाई पुल पनि नहुने। पुलको त कुरै छोडौँ, सामान्य झुलुङ्गे पुल पनि थिएन होला त्यो बेला। खोला देख्यो कि तर्नै पर्यो, जतिसुकै जोखिम मोलेर भए पनि। अनि त्यो लामो यात्रामा खानेकुरा नि कति सीमित। उहाँले भन्ने भएपक्यो नि, जम्मा 2 माना चामल, अलिकति सुकुटी। त्यति मात्रै हो, त्यति। पानी पनि अब जङ्गलको खोवा खोल्साकै त हो। कतिखेर सफा भेटिन्छ, कतिखेर धमिलो। भरै नहुने। उहाँले एउटा घटना सुनाउनु भएको थियो, सुन्दा पनि कस्तो कस्तो लाग्ने। के रे? एकचोटि खोला तर्दाखेरि खल्तीमा बोकेको त्यही 2 माना चामल पनि बगाइदिएछ। अनि त्यसपछि त 2 दिनसम्म भोक मेटाउनुलाई जङ्गली फूलको फेद खोजेर खानु पर्यो रे। ओहो, सुन्दा पनि कस्तो, मतलब प्रकृतिसँग कति जुझ्नु पर्थ्यो है बाँच्नलाई। एकदमै, त्यो स्रोतविहीनताको पराकाष्ठा नै हो। अनि तत्काल जे भेटिन्छ त्यसैले गुजारा गर्नुपर्ने बाध्यता। अनि बास बस्ने ठाउँ त्यो पनि त्यस्तै होला। कहाँ पाउनु होटल लज? रात पर्यो कि ढुङ्गाको ओडार खोज्ने, नभए कुनै ठुलो रुखको फेदमा पात पतिङ्गर सोरेर अनि अलिकति अर्गालो जस्तोले बारेर। त्यसो पो चिसोबाट बच्न। हजुर। अनि आगो बाल्नै पर्यो, आगो बिना त रात काट्नै मुस्किल। यो त मान्छेको त्यो जुझ्ने क्षमता होइन, जस्तो सुकै परिस्थितिमा पनि। हो नि, हरेक दिन अनिश्चितता। भोलि कता पुगिन्छ, बाटो कस्तो छ, केही थाहा नहुने, तर पनि हिम्मत हारेनन्। अनि यात्रामा मान्छे मात्रै कहाँ हुन्थे र? सासाना नानीहरू पनि त हुन्थे। हो त नि, उहाँले भन्नुभएको थियो, नानीहरूलाई काँधमा डोकोमा बोकेर हिँड्नु पर्थ्यो। अनि घरपालुवा जनावर नि, बाख्रा, राङ्गा, ती पनि सँगै डोरीले बाँधेर डोराउँदै लैजाने। यो त पुरै घर सार्ने जस्तै त हो नि, तर हिँडेर। कति कठिन प्रक्रिया। तर उहाँको अनुभवमा एउटा गहिरो कुरा पनि छ। उहाँले भन्नुभयो, जसले सर्छ ऊ बाँच्छ। त्यो समयको यथार्थ नै त्यही थियो। तर फेरि उहाँले अर्को कुरा पनि जोड्नुभयो, त्यो दुःखमा पनि मान्छेहरू गफ गर्दै हाँस्दै गीत गाउँदै हिँड्थे रे। हो र? त्यसले अलिकति कष्ट बिर्साउँथ्यो होला नि त। पक्कै पनि। त्यो सामूहिक भावनाले पनि बल दिन्थ्यो होला। यहीँनिर उहाँले अहिलेको समयसँग तुलना गर्नुभएको कुरा मलाई एकदम मनमा लाग्यो। के भन्नुभयो? भनेको घाम, पानी, जङ्गल सबैसँग सम्झौता गर्दै जुझ्दै अघि बढ्नु रहेछ भन्ने उहाँको निचोड छ। एकदम। त्यो केवल टिकिरहनु मात्र थिएन, त्यो जीवन जिउने एउटा शैली नै थियो सायद। अभावमै पनि साहस थियो, चुनौतीसँगै अवसर खोज्ने आँट थियो। हो, धनबहादुर वाको यो अनुभवले हामीलाई धेरै कुरा सोच्न लगाउँछ। यो खालि बसाइसराईको कथा मात्र होइन, यो त मानवको सहनशीलता र त्यो अदम्य इच्छा शक्तिको पनि कथा हो। र यसले एउटा प्रश्न पनि उठाउँछ नि हैन, आज हामीसँग यति धेरै सुविधा छ, प्रविधि छ, यसले जीवन सजिलो त बनायो, तर कतै त्यो पुरानो पुस्ताको जस्तो कठिनाइसँग जुझ्ने क्षमता, त्यो धैर्यता, त्यो एकअर्काप्रतिको सामूहिक भावना कतै कमजोर पो हुँदै गएको छ कि? हो, यो विचारणीय कुरा हो। आजको सुविधाले हामीबाट केही कुरा खोसिरहेको त छैन, यो आफैले मनन गर्ने विषय रह्यो।